हेलो गाइस, म चाहिँ अहिले भन्नुपर्दा चेउटीमा आएको छ, भिरमा आएको भिर भन्दाखेरि यहाँ खोल्सीभित्र छ कि यहाँ चाहिँ कतैबाट आउने ठाउँ छैन रहेछ हौ। हेर्न सक्नुहुन्छ यता पनि भिर हो, उता त के भिरै भिर हो। अन्त चेउ चाहिँ यहाँ फलेको रहेछ तर हुर्किसकेछ। यहाँ चाहिँ यति चाहिँ पाछ चेउ, आधी चाहिँ टिपिसक्यो, अलिकति छ यो छिप्पिएको छ कि त्यही भएर अब छान्दै टिप्नुपर्छ। म पनि हेर्नु होला, खालि खुट्टा आउनुपर्छ। पुरै भिर छ नि त, भिरैको बाटोमा गाउँमा यस्तै हो। ब्युटिफुल झरना हियर, झरना हेर्न सक्नुहुन्छ। अहिले चाहिँ यहाँ पानी कमजोर छ र त्यति राम्रो देखेको छैन कि होइन भने चाहिँ यहाँ चाहिँ खतरा झरना आउँछ नि त। यहाँ चाहिँ राम्रो पलाएन रहेछ, यहाँ भिरमा चाहिँ उसको फेदमा अलिकति पाएको थियो। अन्त म चाहिँ यहाँबाट जानुपर्छ, अबि यो चढेर जानुपर्छ। यो के अरे बेच छ नि त, यो पक्रिँदै जानुपर्छ, चढ्नुपर्छ। यहाँ चाहिँ इट्स टु रिस्की होइन। फाइनली अब चाहिँ यहाँ आइपुगिसक्यो भिरको टुप्पोमा, बाहुबली जस्तो चढेर। तपाईँले हेर्न सक्नुहुन्छ यहाँ मुनि चेउको मुढा, यही हो चेउको मुढा चाहिँ मुनि भएको। अहिले म छु यहाँ माथि, यही भिर चढेर आउनुपर्छ हो। फाइनली गाइस म चाहिँ यहाँ बाटोमा छिरिसकेको छु। हेर्न सक्नुहुन्छ बाटो चाहिँ यस्तै हो गाउँको होइन गाइस होइन। अब चाहिँ यता यो मसरुम चाहिँ चेउ चाहिँ यता राखेर अर्को मुढामा जानुपर्छ हो। त्यही भएर अब यो प्लास्टिकमा लगाइराखेर अर्को मुढामा जाने हो। अब चाहिँ होइन पोको पार्नुपर्छ गाइस, यस्तोरी पोको पारेर चाहिँ यहाँ छोड्नुपर्छ। यस्तोरी पोको पारेपछि चाहिँ यता छोड्नुपर्छ हो, त्यसले लाँदैन किनभने चाहिँ पत्थर से थिचेगा त ऐसा देखेगा। अब म चाहिँ जाने हो, खोल्सीमा छोडेको छ, सधैँ हामी यहीँ राख्छ गाइस होइन। अब चाहिँ मसरुमहरू चाहिँ छोडेर उता छोडेर म चाहिँ नेक्स्ट स्पट जाँदैछु है। हियर इज माई भिलेज होइन, यो कालो डढे भस्मा डढाएको हो। चाहिँ हेर्नु सक्नुहुन्छ नेक्स्ट स्पटमा आइसकेको छु। यहाँ चाहिँ चेउ चाहिँ पलाइन रहेछ, मुढै मात्रै लडिरहेको रहेछ, हेर्नु सक्नुहुन्छ। दिस विन्टर हामीले ढालेको काकासँग, पलाइन रहेछ नि। यहाँ चाहिँ सुरिलै छ, टुप्पोबाट फेदसम्म फलेको थियो, पलाएको थियो, अहिले त छैन रहेछ हौ। हेर्न सक्नुहुन्छ इट्स टु बोरिङ नि त है गाइस। गाइस अब त्यो त छैन रहेछ। अब चाहिँ म चाहिँ फर्किँदैछु है। पानी पनि धोबी परिरहेछ कि यस्तो पानी परिरहेछ यता चाहिँ। अहिले चाहिँ यहाँ चाहिँ जङ्गलघारी भएर त्यति उयो भिज्दै छैन। मिर्गा पुरा हिँडेछ कि, डेन्जर मिर्गा रहेछ नि त, मिर्गाहरू हिँडेको। अन्त मान्छे चाहिँ अहिले चाहिँ यति आउँदैन नि त जङ्गलमा, पानी पर्दैछको कारणले। त्यही भएर बाटो चाहिँ त्यति ठिकै रहेछ, तर हिँड्नु लायकको रहेछ। भिरमा भन्दा त फोटो खिचौँ भन्दाखेरि मिर्गै देख्दैन, अगाडि पर्दैन भन्न न गाइस। बनाउन चाहिँ धोबी पलाउँछ कि यता चाहिँ, तर यो चाहिँ खानु त्यति हुँदैन। यसको दाना बेसी हुन्छ। यो चाहिँ दाम्चा भन्छ, यसलाई चाहिँ दाम्चा। पातले सिस्नो पनि रहेछ यहाँनिर, हुन्छ पातले सिस्नो मजाले पलाइरहेको रहेछ। अब चाहिँ डेन्जर पानी आउँदैछ, पातले सिस्नो डेन्जर पलाइरहेको।